नेपालै कालो सूचीमा गए। नेपाली पासपोर्ट बोकेर बाचौला कहाँ, नेपाली पासपोर्ट नै बदनाम भए। आज त हामी ग्रे लिस्टमा छौँ, सुधार्ने मौका छ। भोलिको भविष्य बचाउने हाम्रो पनि कर्तव्य छ। नेपाली पासपोर्ट बोकेर संसार घुम्छौँ हामी, विश्वासको पहिचान हो हाम्रो जन्मभूमि। बैंकको ढोकामा किन यति धेरै प्रश्न आउँछ? देशको छविसँग हाम्रो व्यवहार पनि जोडिन्छ। विदेशमा पसिना धेरै बगाउँछौँ परिवार पाल्नलाई, आफ्नो देशको नाम माथि उठाउनलाई। तर किन निर्दोष नेपाली राहदानी बाहकले दुःख पायो हामी? अरूले गरेको खराब कामको सजाय निर्दोषहरूले पायो हामी। सरकारको गल्तीले प्रश्न उठ्दा करोडौं नेपालीको आत्मसम्मानले चोट पायो। ग्रे लिस्ट अन्त्य गर्ने सरकार मात्र होइन, अब हाम्रो पनि अवसर आएको छ। सुधार र इमानदारीको बाटो रोज्नु पर्ने भएको छ। आत्मसम्मान र स्वाभिमानको बाटो रोज्नु पर्ने भएको छ। यो सरकारको मात्र जिम्मेवारी होइन, विदेशमा रहेका नेपालीको पनि भूमिका हो, बुझ्नु पर्ने भएको छ। बैंकले खोज्छ विश्वास, कागज र प्रमाण। वर्षौं जति इमानदार भए पनि पासपोर्टले झल्किन्छ पहिचान। आज कठिनाइ छ भने भोलि सहज हुनेछ। नेपालको नाम फेरि विश्वमा उज्यालो हुनेछ। नेपाली हामी बैंक अकाउन्ट खोलौँला कहाँ? नेपाली ब्ल्याक लिस्टमा रहे। नेपाली पासपोर्ट बोकेर हिँडौला कहाँ? नेपाली पासपोर्टकै बदनाम भए। नेपालको प्रतिष्ठा जोगाउँ जहाँ छौँ त्यहाँ। ग्रे लिस्टबाट बाहिर निस्कने सपना सजाऊ, आफ्नो कर्मले नेपालको नाम चम्काऊ। हामी जहाँ छौँ नेपाल त्यही देखिन्छ, हाम्रो व्यवहारले देशको भविष्य लेखिन्छ।